हेलो फ्रेन्ड, आजको यो भिडियोमा हामीहरू सल्भ गर्नेछौँ क्लास 10 अप्सनल म्याथको विपरीत फलनको अभ्यास। यो भन्दा अगाडि हामीहरू विपरीत फलनको बारेमा पढ्यौं अनि त्यो भिडियो यदि तपाईहरु हेरेका छैनौ भने त्यो भिडियोको लिंक मैले डिस्क्रिप्सनमा दिएको छु, त्यहाँबाट तपाईहरु त्यो भिडियो हेर्न सक्नुहुन्छ। र यो भिडियोमा आज हामीहरू सल्भ गर्छौं विपरीत फलनको अभ्यास 1.2 मा सबै क्वेशनहरुलाई सल्भ गर्छु। ठीक छ, त फर्स्ट क्वेशन मा यसमा के सोधेको छ, दिएको प्रश्नको उपयुक्त उत्तरमा ठिक्क चिन्ह लगाउनुहोस्। ठीक छ, यसमा क्वेशन सोधेको छ अनि अप्सन पनि दिएको छ, सही अप्सन के छ त्यसमा हामीहरुलाई टिक लगाउनु छ। भिडियोलाई सुरुदेखि अन्तसम्म राम्रोसित तपाईहरु हेर्दै जानु होला अनि सबै थोक नोट गर्दै जानु होला। ठीक छ, त क्वेशन नम्बर क मा के सोधेको छ कि विपरीत फलन को सन्दर्भमा तलका भनाइ कुन सही छ। अब यो चारवटा अप्सन दिएको छ, यो चारवटा अप्सन मध्ये कुन अप्सन सही छ त्यसमा हामीहरुलाई टिक लगाउनु छ। ठीक छ, के विपरीत फलनको सन्दर्भमा तलका भनाइ कुन सही छ। ए नम्बरमा के भनेको छ, फलन f a बाट b भएमा सबै अवस्थामा विपरीत फलन परिभाषित हुन्छ, यो त हुँदैन। ठीक छ, बी मा फलन f a बाट b भएमा सबै अवस्थामा विपरीत फलन b बाट a पनि परिभाषित हुन्छ, यो पनि हुँदैन। ठीक छ, फलन f a बाट b एक एक सम्पूर्ण फलन भएमा विपरीत फलन a बाट b पनि परिभाषित हुन्छ, यो पनि हुँदैन। अनि डी मा के भनेको छ, फलन f a बाट b मा एक एक सम्पूर्ण फलन भएमा विपरीत फलन b बाट a पनि फलन हुन्छ, यो त्यसको सही आन्सर हुन्छ, आन्सर डी हुन्छ। ठीक छ, यो सी मा के भनेको छ कि फलन a बाट b एक एक सम्पूर्ण, यहाँ त एक एक सम्पूर्ण लेखेको छ फलन भएमा विपरीत फलन यदि यहाँ b बाट a हुँदाखेरि यो पनि ठीक त्यसको आन्सर भइहाल्छ। तर यहाँ के भनेको छ, a बाट b मा यहाँ के हुनु पर्यो, b बाट a मा, यदि b बाट a छ यहाँ त्यो c को पनि ठीक भइहाल्छ। तर c मा के सोधेको छ, b बाट a मा पनि परिभाषित हुन्छ, त्यो भनेको छ, त्यसैले त्यो आन्सर त्यसको गलत छ, b बाट a हुन्छ। ठीक छ, त त्यसको आन्सर डी नम्बरको आयो। त्यस्तै क्वेशन नम्बर ख मा के सोधेको छ कि यदि fx एउटा फलन दिएको छ 1, 1, 2, 4, 3, 9 अनि 4, 16 एक एक सम्पूर्ण फलन के भनेको छ, एक एक सम्पूर्ण फलन भए f इन्भर्स x कति होला। ठीक छ, त f इन्भर्स x निकाल्नको लागि त्यसमा के फलनमा के हेर्ने कि क्षेत्र र विस्तार क्षेत्र हेर्नु पर्छ। हामीहरुलाई के हेर्नु पर्छ, क्षेत्र र विस्तार क्षेत्र हेर्नु पर्छ हामीहरुलाई कि विपरीत फलन निकाल्नको लागि दिएको फलनको क्षेत्रलाई विस्तार क्षेत्रमा लेख्नु पर्छ र विस्तार क्षेत्रलाई क्षेत्रमा लेख्नु पर्छ। ठीक छ, त यो फलनको यो के छ, क्षेत्र 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 छ। ठीक छ, अनि यो विस्तार क्षेत्र विस्तार क्षेत्र विस्तार क्षेत्र विस्तार क्षेत्र, हामीहरुलाई के निकाल्नु छ, विपरीत फलन। विपरीत फलन निकाल्नु छ भने क्षेत्रलाई विस्तार क्षेत्रमा र विस्तार क्षेत्रलाई क्षेत्रमा कन्भर्ट गर्नुपर्छ। ठीक छ, त यो चारवटा अप्सन मध्ये कुन अप्सनमा यो दिएको फलनको क्षेत्रलाई विस्तार क्षेत्रमा र विस्तार क्षेत्रलाई क्षेत्रमा लेखेको छ त्यही त्यसको आन्सर हुन्छ। ठीक छ, त्यहाँ अब हामी खोज्छौं 1, 1, 1, 1 यहाँ हुन्छ 4, 2 त 4, 2 यहाँ त छदै छैन अनि यसमा हुन्छ 3, 9 3, 9 छैन, 16, 4 यो त छ तर यो त्यसको आन्सर हुँदैन। अर्कोमा छिटो छिटो खोज्ने। ठीक छ नि, 1 यो हुन्छ हैन, यो पनि छ हैन, यो पनि हुन्छ, त यसको सही आन्सर हुन्छ बी नम्बरको आन्सर त्यसको सही हुन्छ। किनभने यो दिएको फलनको त्यसको क्षेत्र विस्तार क्षेत्रलाई पल्टाएर लेखेको अप्सन के छ, अप्सन नम्बर बी, त त्यसको सही आन्सर हुन्छ अप्सन नम्बर बी। ठीक छ, त्यस्तै अब हामी क्वेशन नम्बर ग मा आयो। यसमा के सोधेको छ कि यदि fx = 4x + 5 एक एक सम्पूर्ण फलन भए f इन्भर्स x को मान कति हुन्छ त्यो हामीहरुलाई यसमा निकाल्नु छ। के दिएको छ कि fx = 4x + 5 दिएको छ। अब यसको विपरीत फलन निकाल्नु छ। ठीक छ, त अप्सन दिएको क्वेशनलाई सल्भ गर्नको लागि इजी ट्रिक अपनाउनु पर्छ। ठीक छ, अब यसको विपरीत फलन निकाल्नु छ भने कसरी हामी निकाल्न सक्छौं, त सिम्पल कुरो छ, x - 5 / 4 यो त्यसको आन्सर भइहाल्छ। यो आन्सर कहाँ दिएको छ, यो चारवटा अप्सन मध्ये x - 5 / 4 x - 5 / 4 यसको आन्सर हुन्छ डी नम्बर। त यो मैले कसरी गरिदिए यति छिटो, त्यसको लागि के गर्नु पर्छ, जहाँ fx दिएको छ नि त्यसलाई के बुझ्ने, x बुझ्ने, इजी
इजी ट्रिक म भनिरहेको छु ठीक छ नि। यहाँ जहाँ fx दिएको छ त्यसलाई के बुझ्ने x बुझ्ने। त म यसलाई के बुझे x, त्यो x बाट यसलाई मैले सबट्र्याक्ट गरे, यो 5 ले यो साइड ल्याए त के भयो x - 5 भयो ठीक छ। अनि यहाँ यो के लागेको छ 4 छ नि, त यो 4 लाई के गर्ने यसको तलमा लेखिदिने, यसको तलमा लेखिदिने बाइमा यो जुन आउँछ नि फलन त्यो फलन भइहाल्छ विपरीत फलन ठीक छ। त्यसको एन्सर यो। र त्यस्तै खालको क्वेशन घमा पनि सोधेको छ, के भनेको छ कि यदि gx = 1 - 3x / 5 एक सम्पूर्ण फलन भए g इन्भर्स x को मान कति होला। त्यसमा पनि हामी सर्ट ट्रिक युज गर्छौं, के छ कि gx = 1 - 3x अनि डिभाइड बाइ के दिएको छ 5 दिएको छ। यसलाई के बुझ्नु पर्छ x बुझ्ने। यो x बुझ्छ भने यो 5 ले यसमा के गर्नु पर्छ मल्टिप्लाई गर्नु पर्छ। त के आयो यहाँ 5x आयो ठीक छ, 5x आयो। अब यसलाई हामीहरुलाई म्यानेज गर्नु पर्छ। 1 - 3x यो त छैन भने अब बुझ्नु पर्छ यो छैन ठीक छ। 1 - 3x छ, त यो 1 इक्वल टु भन्दा यो साइड आउँछ भने के हुन्छ माइनसमा, त -1 भयो। अनि इक्वल टु मा यो के जान्छ -3x भइहाल्छ ठीक छ, -3x। अब यो माइनसलाई हटाउनु छ भने यो माइनस यो साइड आइहाल्छ। त के हुन्छ 1 - 5x भयो इक्वल टु मा 3x। अनि यहाँ x को अगाडिमा के छ त्यसले सबैमा डिभाइड गरिदिनु ठीक छ नि। त 1 - 5x अनि डिभाइड बाइ 3 यो त्यसको एन्सर भइहाल्छ ठीक छ। त यस्तो खालको अप्सन कुन दिएको छ यसमा a b c d मध्ये कुन छ, त्यो सी नम्बरमा छ ठीक छ। 1 - 5x अनि डिभाइड बाइ 3 त्यसको एन्सर हुन्छ डी नम्बरको सी नम्बरको त्यसको एन्सर हुन्छ ठीक छ। त इजी तरिकाबाट हामीहरु यसलाई सल्भ गर्यौं। त्यस्तै अब हामी क्वेशन नम्बर अंगमा आयो। यसमा के सोधेको छ कि यदि hx = 1 + 2x डिभाइड बाइ 3 एक सम्पूर्ण फलन भए h इन्भर्स -1 को मान कति हुन्छ ठीक छ। त्यसमा पनि के निकाल्नु छ हामीहरुलाई h इन्भर्स, तर यसमा मान दिएको छ के -1 दिएको छ। यो भन्दा अगाडि हामीहरु सल्भ गर्यो त्यहाँ के थियो कि h इन्भर्स x अथवा f इन्भर्स x लागेको थियो। अनि यहाँ के छ कि 1 छ। त x को सट्टामा अब हामीहरुलाई त्यो 1 पुट गर्नु पर्छ। जहाँ 1 छ भने 1 पुट गर्ने, -1 छ भने -1 पुट गर्ने। त हामीहरु पढेका थियो कि युनिभर्स फलन निकाल्ने इजी ट्रिक ठीक छ। त यहाँ के दिएको छ hx दिएको छ। त यो hx लाई के बुझ्नु पर्छ हामीहरुलाई कि x बुझ्ने। त यो x मा 3 ले मल्टिप्लाई गर्दाखेरि कति हुन्छ कि 3x भइहाल्छ ठीक छ। त 3x अनि इक्वल टु मा 1 + 2x भयो ठीक छ। अनि यो 1 इक्वल टु भन्दा यो साइड आउँछ भने के हुन्छ माइनस। त 3x - 1 अनि डिभाइड बाइ 2 यो x को अगाडिमा जुन नम्बर लागेको छ त्यो नम्बरले यसको तलमा डिभाइड गर्नु पर्छ ठीक छ। त जुन आयो नि त्यो हामीहरुको भयो के h इन्भर्स x भयो। यो सबै कसको इक्वल आयो h इन्भर्स x को इक्वल आयो ठीक छ। तर हामीहरुलाई के निकाल्नु छ -1 निकाल्नु छ ठीक छ। त यो x को सट्टामा -1 पुट गर्नु पर्छ। त इक्वल टु h इन्भर्स -1 भयो। अनि यो 1 लिएर x को सट्टामा पुट गर्ने, त 3 * -1 अनि -1 डिभाइड बाइ 2 सल्भ गर्ने। यसलाई -3 - 1 डिभाइड बाइ 2 -4 डिभाइड बाइ 2 इक्वल टु -2। त यसको एन्सर कति आयो -2। त अप्सनमा -2 कहाँ दिएको छ, त अप्सनमा -2 ए नम्बरमा दिएको छ। त यसको एन्सर यो ए नम्बरको एन्सर हुन्छ ठीक छ। त्यस्तै अब हामी क्वेशन नम्बर 2 मा आयो। यसमा के सोधेको छ कि विपरीत फलन भनेको के हो, मिलान चित्र सहित परिभाषित गर्नुहोस्। त्यसमा लेख्ने कुनै पनि फलन fx को क्षेत्र र सहक्षेत्रहरु एक अर्कामा साटासाट गर्दा पनि फलन परिभाषित भएमा यसलाई फलन fx को विपरीत फलन भनिन्छ। यतिसम्म त्यसमा लेख्नु छ ठीक छ। अनि यहाँ के भनेको छ मिलान चित्र सहित, यहाँ मैले त्यसको मिलान चित्र कोडेको छु ठीक छ। एउटा एक्जाम्पल मैले लिए fx = 1, 1, 2, 4 अनि 3, 9 अनि 4, 16 अनि त्यसलाई मैले यहाँ fx पहिला गरे, त्यसको मिलान चित्र बनाए अनि त्यसपछि f इन्भर्स को मिलान चित्र यहाँ मैले बनाइदिएको छु। यति त्यसमा नोट गर्नु पर्ने छ ठीक छ। त यतिसम्म पहिला तपाईहरु नोट गरेर राख्नु ठीक छ। त्यस्तै अब हामी क्वेशन नम्बर 3 मा आयो। यसमा के सोधेको छ कि यदि fx एक सम्पूर्ण फलन हो र fx = यति दिएको छ भने f इन्भर्स x को मान क्रमजोडाका रूपमा पत्ता लगाउनुहोस् र मिलान चित्रमा पनि देखाउनुहोस्। यसमा के भनेको छ
कि यो fx एउटा फलन दिएको छ। अब यो फलनलाई के f इन्भर्स x निकाल्नु छ अनि यही त्यो पनि के क्रम जोडाको रूपमा, ठीक छ नि। अनि यही फलनलाई फेरि मिलान चित्रमा देखाउनु पर्छ हामीहरूलाई, ठीक छ। त विपरीत फलन आउँछ नि त्यसले हामीहरूलाई मिलान चित्रमा देखाउनु छ, ठीक छ। त हामीहरूलाई के लेख्नु छ कि fx दिएको छ कति छ कि 1,2, त्यसपछि 2,4, त्यसपछि के छ कि 3,6 यो हामीहरूको फलन दिएको छ। अब यसलाई हामीहरूलाई विपरीत फलनमा कन्भर्ट गर्नु पर्छ, ठीक छ। त्यहाँ के लेख्ने f इन्भर्स x इज इक्वल टु यसको पोजिसनलाई चेन्ज गर्ने, क्षेत्रलाई सक्षेत्रमा लेख्ने अनि सक्षेत्रलाई क्षेत्रमा लेख्ने, ठीक छ। त पोजिसनलाई चेन्ज गरिदिने। त 2,1 भयो, 4,2 भयो अनि त्यसको 6,3 भयो, ठीक छ। हामीहरूले के गर्यो यसको पोजिसनलाई चेन्ज गरिदियो। 1,2 छ भने 2,1, 2,4 छ भने 4,2, 3,6 छ भने 6,3 यसको पोजिसनलाई हामीहरू चेन्ज गरिदिए। पोजिसनलाई चेन्ज गरेर जुन फलन बन्यो त्यो फलन भयो के यो fx फलनको विपरीत फलन भयो, ठीक छ। अब यसलाई हामीहरूलाई के मिलान चित्रमा हेराउनु पर्ने छ, ठीक छ। त मिलान चित्र कोर्ने यहाँ हैन, यसको तलमा गर्ने, ठीक छ। यसको तलमा यो सबै गर्ने, ठीक छ नि। यो कुरा याद राख्ने, यसको तलमा यो सबै गर्ने। त्यहाँ यो भयो के f इन्भर्स x, ठीक छ। अनि यहाँ लेख्ने के f इन्भर्स x को क्षेत्रहरू 2, 4, 6 2, 4, 6 भयो, ठीक छ। अनि यसमा के लेख्ने f इन्भर्स x को विस्तार क्षेत्र के छ 1, 2, 3 1, 2, 3। अब त्यसलाई के सम्बन्ध बनाउने, मैपिङ गर्ने, ठीक छ। 2 के सँग छ 1 सँग, 1 सँग 4, 2 अनि 6, 3 थियो त्यसको एन्सर भयो, ठीक छ। हामीहरू क्रम जोडाको रूपमा पनि लेखिदिए अनि यसैलाई के मिलान क्षेत्रमा पनि देखाइदिए। यतिसम्म त्यसमा गर्नु छ, ठीक छ। त्यस्तै अब हामी क्वेशन नम्बर 4 मा आयो। क्वेशन नम्बर 4 मा के सोधेको छ कि यदि fx इक्वल टु 2x - 3 एउटा फलन हो जहाँ x बिलोंग्स टु r र r वास्तविक संख्या हो के यो फलन fx एक सम्पूर्ण फलन हो। फलन fx एक सम्पूर्ण फलन भएमा यसको f इन्भर्स x भन्नुको अर्थ विपरीत फलन पत्ता लगाउनुहोस्, ठीक छ। त यो दिएको छ नि fx इज इक्वल टु 2x - 3 यो दिएको छ, त्यो एउटा फलन दिएको छ। अब यो फलनलाई पहिला हामीहरूलाई के जाँच्नु छ कि यो दिएको फलन एक सम्पूर्ण फलन हो। यदि छ भने त्यसलाई हामीहरूले के निकाल्नु पर्छ कि त्यसको विपरीत फलन निकाल्नु पर्छ, ठीक छ। त यो fx एउटा इज इक्वल टु मा 2x - 3 यो छ दिएको जुन एउटा एक सम्पूर्ण फलन हो। अब यसको हामीहरूलाई के विपरीत फलन निकाल्नु पर्छ, ठीक छ। त विपरीत फलन निकाल्नको लागि के गर्नु पर्छ कि दिएको फलनलाई पहिला मान्नु पर्छ, के मानौ कि fx इज इक्वल टु y। यो अलवेज याद राख्ने, यति लेट गर्नु पर्छ, ठीक छ। fx इज इक्वल टु y अनि यो fx को सट्टामा यदि gx छ भने त्यहाँ पनि gx इज इक्वल टु y लेट गर्नु पर्छ। यदि gx को सट्टामा hx छ भने त्यहाँ पनि hx इज इक्वल टु y लेट गर्नु नै पर्छ। यो कुरा याद राख्ने, ठीक छ नि। त मैले fx इज इक्वल टु के y लेट गरे अनि यहाँबाट तब के गर्ने कि x इज इक्वल टु f इन्भर्स y लेख्ने, ठीक छ। के x इज इक्वल टु f इन्भर्स y। यहाँ fx छ भने यो लेख्नु पर्छ। यदि gx भयो भने यसमा पनि सेम x इज इक्वल टु g इन्भर्स y भयो। यसमा पनि यदि लेख्नु छ भने x इज इक्वल टु h इन्भर्स y भयो, ठीक छ। त यदि f फलन दिएको छ भने यसरी लेख्ने, g फलन दिएको छ भने यसरी, h फलन दिएको छ भने यसरी, ठीक छ। त्यसबाट सिम्पल कुरा के थाहा भयो कि कुनै फलन दिएको छ भने त्यो फलनलाई फर्स्टमा y इज इक्वल टु लेट गर्नुपर्छ अनि त्यहाँबाट x इज इक्वल टु मा जुन फलन दिएको छ त्यसको माथि -1 अनि यहाँको y त्यहाँ लेखिदिनु भइहाल्छ, ठीक छ। यो कुरा हामीलाई थाहा भयो। त्यसपछि के गर्ने मान पुट गर्ने। यो fx को सट्टामा के y पुट गर्ने, त्यहाँ y। त y इज इक्वल टु 2x - 3 छ, ठीक छ। और दिने अब यहाँबाट के गर्नुपर्छ x को मान निकाल्ने, के को मान निकाल्ने x को मान। और त के भयो y + 3 इज इक्वल टु मा 2x और y + 3 डिवाइड बाई 2 इज इक्वल टु मा x। x को मान त आयो हामीहरुको, ठीक छ। कति आयो y + 3 डिवाइड बाई 2 यो मेरो x को मान आयो। और
x इज इक्वल टू y प्लस 3 डिभाइड बाई 2 भयो। अब x को मान फर्काउने के दिएको छ यहाँ x इज इक्वल टू f इन्भर्स y। अब x को सट्टामा यो पुट गर्ने यो f इन्भर्स y और f इन्भर्स y इज इक्वल टू मा y प्लस 3 डिभाइड बाई 2। यहाँ y छ त यहाँ पनि y आयो, ठीक छ, यहाँ y छ त यहाँ पनि y आयो। तर अझ यहाँ हामीहरु x लेख्छौं भने त्यहाँ पनि x लेख्नु पर्छ, यहाँ हामी 2 लेख्छौं भने यहाँ पनि 2 लेख्नु पर्छ, यहाँ हामी 3 लेख्छौं भने यहाँ पनि 3। भन्नुको अर्थ यहाँबाट के थाहा भयो हामीहरुलाई, यहाँ जुन नम्बर लेख्छौं त्यो नम्बर यहाँ पनि लेख्नु पर्छ। जुन नम्बर यहाँ लेख्छौं यो y को सट्टामा त्यो नम्बर यहाँ पनि लेख्नु पर्छ। त यो y लाई हामीहरु के x ले रिप्लेस गर्छौं, ठीक छ, त्यहाँ के x लेख्ने। त f इन्भर्स x इज इक्वल टू मा के भयो यहाँ x लेख्ने, x प्लस 3 अनि डिभाइड बाई 2। त यो हामीहरुको आयो के यो fx को विपरीत फलन यति आयो, यो हामीहरुको आन्सर भयो, ठीक छ। त्यस्तै अब हामी क्वेशन नम्बर 5 मा आयो। यसमा के सोधेको छ कि दिएको अवस्थामा चल राशि x को मान निकाल्नुहोस्, ठीक छ। यसमा 4 वटा क्वेशन सोधेको छ, त्यो 4 वटा क्वेशनमा x को मान भन्छ निकाल्नको लागि, ठीक छ। त क नम्बरमा के सोधेको छ कि यदि fx इज इक्वल टू 5x माइनस 2 र f इन्भर्स x इज इक्वल टू 2 भए x को मान पत्ता लगाउनुहोस्, त्यसलाई कसरी सल्भ गर्ने, ठीक छ। त के गर्ने, फर्स्टमा यहाँ लेख्ने समाधान, यो प्रोसेसहरु तपाईहरु के याद राख्नु, प्रोसेस याद राख्नु। के लेख्ने फर्स्टमा समाधान अनि त्यसपछि यहाँ यो लेख्ने, दिएको के छ fx इज इक्वल टू मा 5x माइनस 2 दिएको छ, ठीक छ। अब यहाँबाट हामीहरुलाई के f इन्भर्स x निकाल्नु छ। त यो f इन्भर्स x निकाल्ने हामीहरु 3 वटा तरिका पढ्यौ। यदि तपाईहरु यदि त्यो भिडियो हेरेका छैनौ भने मेरो च्यानलमा जानु, त्यहाँ मैले विपरीत फलनको सुरुदेखि अन्तसम्म राम्रोसित पढाएको छु, ठीक छ। त्यो भिडियो पहिला हेर्नु अनि तब आएर यो भिडियो हेर्नु, ठीक छ। त विपरीत फलन निकाल्ने हामीहरु 3 वटा तरिका पढेछौं। त्यो 3 वटा तरिकाबाट तपाईहरु कुनै तरिकाबाट विपरीत फलन यहाँ निकाल्न सक्छौ, ठीक छ। त म जुन मलाई राम्रो लाग्छ त्यो तरिका म यहाँ युज गर्छु, तपाईहरुलाई जुन तरिका राम्रो लाग्छ त्यो तरिका त्यसमा युज गर्नु, ठीक छ। म लास्टमा यो भिडियोको लास्टमा म भनिदिन्छु त्यो 3 वटा तरिका के छ, ठीक छ नि। त के गर्ने फर्स्टमा यसमा कि मान्ने, मानौ कि fx इज इक्वल टू मा y, यो मान्ने के fx इज इक्वल टू मा y अथवा y इज इक्वल टू fx के अथवा y इज इक्वल टू fx, यो मान्ने। अनि त्यसपछि यहाँ के इम्प्लाइज दिने, त्यसपछि के लेख्ने कि x इज इक्वल टू f इन्भर्स y, यो लेख्नै पर्छ, ठीक छ नि। यो तरिकामा यो लेख्नै पर्छ, याद राख्नु यो कुरा, यो लेख्नै पर्छ, ठीक छ। जहाँ fx छ त्यहाँ के y पुट गर्ने, त्यहाँ भयो y इज इक्वल टू 5x माइनस 2 और दिने। यति लेखिसकेपछि यहाँबाट के गर्नुपर्छ हामीहरुलाई कि x को मान निकाल्नु पर्छ। यो कुरा दिमागमा राख्नु के कि यहाँबाट के x को मान निकाल्नु पर्छ, त x को मान निकाल्नु पर्छ, ठीक छ। त के गर्ने, x को मान निकाल्नको लागि यो 2 लाई यो साइड गर्नुपर्छ, त माइनस छ भने के हुन्छ प्लस भइहाल्छ। त y प्लस 2 इज इक्वल टू 5x भयो। अब यहाँ 5x छ भने x को मान निकाल्नु छ हामीहरुलाई, त यो 5 ले त्यो सबैमा डिभाइड गर्नुपर्छ। त और x इज इक्वल टू y प्लस 2 अनि डिभाइड बाई 5 भयो। त x को मान कति आयो, y प्लस 2 डिभाइड बाई 5 आयो, ठीक छ। तर यहाँ के छ कि x इज इक्वल टू f इन्भर्स y, यो x को सट्टामा अब यो मान पुट गर्नुपर्छ हामीहरुलाई। के मान पुट गर्ने, यो x को सट्टामा यो मान पुट गर्नुपर्छ, ठीक छ। त्यो मान यहाँ पुट गर्ने। त और f इन्भर्स y इज इक्वल टू मा y प्लस 2 डिभाइड बाई 5, यहाँ हेर्नुस् त यहाँ के आयो, यहाँ पनि y आयो अनि यहाँ पनि y आयो, ठीक छ। यदि यहाँ हामी 2 लेख्छौं भने यहाँ पनि त 2 लेख्नु पर्छ, ठीक छ, किनभने यहाँको नम्बर सेम आएको छ। यहाँ हामी 3 लेख्छौं भने यहाँ पनि 3, यहाँ 5, यहाँ पनि 5, यहाँ जुन नम्बर लेख्छौं त्यो नम्बर यहाँ लेख्नु पर्छ। त यो y लाई हामी के x ले रिप्लेस गर्छु, x ले यसलाई के रिप्लेस गर्छु। त्यहाँ के लेख्ने f इन्भर्स y को सट्टामा x इज इक्वल टू मा यहाँ के लेख्ने x प्लस 2 डिभाइड बाई 5, यहाँ और, ठीक छ।
अब क्वेशनमा के गिभन दिएको छ कि f इन्भर्स x इज इक्वल टु 2 दिएको छ f इन्भर्स x इज इक्वल टु 2 अब यसको सट्टामा हामीहरुलाई के 2 पुट गर्नुपर्छ ठीक छ नि अब यसको सट्टामा 2 पुट गर्ने त और 2 इज इक्वल टु x प्लस 2 डिभाइड बाइ 5 भयो यति छ यहाँ मैले x पुट गरे सरी यहाँ मैले 2 पुट गरे यहाँ क्वेशनमा दिएको छ त्यसैले ठीक छ नि अनि x प्लस 2 डिभाइड बाइ 5 x प्लस 2 डिभाइड बाइ 5 यो जस्ताको त्यस्तै छ यहाँ ठीक छ यो 5 ले यसमा मल्टिप्लाई और त 5 2 जा 10 इज इक्वल टु मा x प्लस 2 भयो और यो 2 इक्वल टु भन्दा यो साइड आउँछ भने माइनस 10 माइनस 2 इज इक्वल टु मा सरी x हुन्छ यहाँ x घटाउने 8 इज इक्वल टु x देयरफोर x इज इक्वल टु 8 यसको आन्सर भयो ठीक छ त यो तरिकाबाट तपाईहरु यसको मान निकाल्न सक्छौ ठीक छ यो सबै नोट गर्ने त्यसपछि अब हामी क्वेशन नम्बर ख लाई सल्भ गर्छौ क्वेशन नम्बर ख मा के दिएको छ यसमा gx दिएको छ अब कसैले यहाँ भन्छ सर त्यो फर्स्ट क्वेशनमा fx दिएको थियो अनि यसमा gx दिएको छ यो क्वेशन अलि गाह्रो हुन्छ होइन यो क्वेशन गाह्रो छैन यो ख नम्बरको क्वेशन पनि सेम क नम्बरको क्वेशन जस्तै नै बन्छ यसमा मात्र के gx दिएको छ अझै केही छैन ठीक छ नि यसमा पनि हामीहरुलाई g इन्भर्स x निकाल्नु छ अनि त्यसको मान पनि दिएको छ सेम अगाडिको प्रोसेस नै हामी गर्छौ के लेख्ने समाधान लेख्ने अनि यहाँ लेख्ने ठीक छ नि यो सबैमा लेख्ने गिभनमा के दिएको छ क्वेशनमा त्यो फर्स्टमा लेख्ने त के गिभनमा दिएको छ कि gx इज इक्वल टु मा 3x - 7 अनि डिवाइड बाइ 4 दिएको छ ठीक छ त मैले भने थिए कि विपरीत फलन निकाल्न को लागि हामीहरु तीनवटा तरिका पढेछौ त्यो हाम्रो पार्ट 1 भिडियोमा छ ठीक छ नि त यसलाई हामीहरु कुनै तरिकाबाट सल्भ गर्न सक्छौ ठीक छ त के लेख्ने फेरि मानौ हैन y इज इक्वल टु gx मैले माने इम्प्लाइज फेरि x इज इक्वल टु g इन्भर्स y ठीक छ मान पुट गर्ने और y इज इक्वल टु 3x - 7 अनि डिवाइड बाइ 4 भयो यहाँबाट पनि हामीहरुलाई के x को मान निकाल्नु छ के को मान निकाल्ने x को 4 ले यसमा मल्टिप्लाई और 4 ले यसमा मल्टिप्लाई त 4y इज इक्वल टु 3x - 7 और 4y + 7 इज इक्वल टु मा 3x भयो और 4y + 7 अनि डिवाइड बाइ 3 इज इक्वल टु मा x आयो और x इज इक्वल टु 4y + 7 अनि डिवाइड बाइ 3 x को मान फर्काउने फेरि x इज इक्वल टु के दिएछ g इन्भर्स y त x को सट्टामा के पुट गर्ने अब g इन्भर्स y त और g इन्भर्स y इज इक्वल टु 4y + 7 डिवाइड बाइ के छ 3 दिएको छ g इन्भर्स y अच्छा यहाँ पनि y छ त्यहाँ के पुट गर्ने x पुट गर्ने ठीक छ यो y लाई x ले रिप्लेस गर्ने त x यहाँ मैले लेखे यहाँ पनि x त 4x + 7 अनि डिवाइड बाइ 3 ठीक छ और अब कसैले भन्छ यहाँबाट कि सर यहाँ y छ यहाँ पनि y छ यहाँ पनि यहाँ छाड्दा क्वेशन मेरो आन्सर ठीक हुन्छ कि हुँदैन आन्सर ठीक नै हुन्छ यदि यहाँ छाड्यो भने आन्सर ठीक नै हुन्छ तर क्वेशनमा गिभन के दिएको छ g इन्भर्स x दिएको छ नि तर यहाँ x दिएको छ भने यहाँ त x ल्याउनु पर्छ यहाँ x दिएको छ भने यहाँ त x ल्याउनु पर्छ त्यसैले हामीहरु यो y को सट्टामा x लेख्छौ ठीक छ नि किनभने क्वेशनमा x दिएको छ त्यसैले यदि क्वेशनमा यहाँ y सोध्दाखेरि हामीहरु यहीबाट हिसाब सल्भ गरिलिन्थ्यो यो y को सट्टामा यो x लेख्नु जरुरी थिएन ठीक छ नि तर यहाँ क्वेशनमा दिएको छ त्यसैले जरुरी छ मान पुट गर्ने g इन्भर्स x को के छ 5 पुट गर्ने 5 इज इक्वल टु 4x + 7 डिवाइड बाइ 3 ले मल्टिप्लाई और 15 इज इक्वल टु 4x + 7 और 15 - 7 इज इक्वल टु 4x और 8 इज इक्वल टु 4x और x इज इक्वल टु 8 डिवाइड बाइ 4 इज इक्वल टु 2 देयरफोर x इज इक्वल टु 2 त x को मान कति आयो यसमा 2 आयो ठीक छ त सेम त्यही तरिकाबाट तपाईहरु यो क्वेशन नम्बर ग र घ लाई सल्भ गर्न सक्छु यदि यसमा कुनै प्रब्लम छ भने तपाईहरु मलाई कमेन्ट गर्न सक्छौ नत्र म यसलाई सल्भ गरि नै दिन्छु पहिला तपाईहरु यति नोट गर्नु त्यस्तै ग नम्बरको क्वेशनलाई तपाईहरु यो तरिकाबाट सल्भ गर्न सक्छौ ठीक छ यसमा पनि म के
y इक्वल टु hx लेट गरे अनि x इक्वल टु h इन्भर्स y गरे ठीक छ। अब के गरे कि hx को सट्टामा y मैले पुट गरे। अब यहाँबाट सल्भ गरेर x को मान निकाले। त x को मान निकाल्दाखेरि कति आयो यहाँबाट कि 5y - 3 डिवाइड बाइ 2y - 2 आयो x को मान ठीक छ। अब यो x को सट्टामा यो मान पुट गर्ने h इन्भर्स y। त यो x को सट्टा मैले के यो मान यहाँ पुट गरे h इन्भर्स y इज इक्वल टु 5y - 3 डिवाइड बाइ 2y - 2 भयो ठीक छ। यहाँ पनि y आयो, यहाँ पनि y, यहाँ पनि y छ ठीक छ। त्यहाँ के लेख्ने x, यहाँ मैले x लेखिदिए ठीक छ यसको सट्टामा। त्यहाँ पनि दुवै ठाउँमा x मैले लेखे ठीक छ। h इन्भर्स x इक्वल टु यहाँ क्वेशनमा त 2 दिएको छ, त्यहाँ मैले 2 पुट गरे यसको सट्टामा अनि सल्भ गरेर x को मान निकाले कति आयो -1 मेरो एन्सर भयो ठीक छ। त्यस्तै अब हामी क्वेशन नम्बर 5 को घ मा आयो। यसमा के सोधेको छ कि यदि fx इक्वल टु x बाइ 3 प्लस 2x र f इन्भर्स x इक्वल टु fx भए x को मान निकाल्नुहोस् ठीक छ नि। त्यसलाई यो तरिकाबाट तपाईहरु सल्भ गर्न सक्छ। यसमा पनि हामीहरु सेम अगाडिको तरिका नै युज गरेका छौं कि दिएको फलनलाई y इक्वल टु लेट गरे अनि यहाँ x इक्वल टु f इन्भर्स y लेखे। जहाँ fx छ त्यहाँ मैले y पुट गरे अनि यसलाई सल्भ गरेर x को मान निकाले कति आयो यति आयो ठीक छ। अनि त्यसपछि यो x को सट्टामा यो मान मैले पुट गरे अनि यहाँबाट सल्भ गर्दाखेरि f इन्भर्स x इक्वल टु यति आयो ठीक छ। त्यसपछि के गर्ने कि प्रश्न अनुसार प्रश्नमा के छ कि f इन्भर्स x इक्वल टु fx दिएको छ, त्यो दुवै लेख्ने। अब यो मान कति आयो त्यो मान यहाँ पुट गर्ने अनि यो मान कति दिएको छ यो मान यहाँ पुट गर्ने अनि यसलाई सल्भ गर्ने। यसलाई सल्भ गर्दाखेरि x को दुईवटा मान आयो, एउटा आयो 0 र एउटा आयो 1। त x इक्वल टु कति भयो 0 र 1 त्यसको एन्सर भयो ठीक छ। त्यस्तै अब हामी क्वेशन नम्बर 6 को क मा आयो। यसमा के भनेको छ कि यदि fx इक्वल टु 7x - 1 र gx इक्वल टु 2x - 3/5 एक सम्पूर्ण फलन भए g इन्भर्स fx को मान पत्ता लगाउनुहोस् ठीक छ। यसमा अब दुईवटा फलन दिएको छ अनि यहाँ के संयुक्त फलन सोधेको छ ठीक छ नि। त फर्स्टमा के गर्नुपर्छ हामीहरुलाई थाहै छ, समाधान लेख्ने ठीक छ नि। समाधान अनि यहाँ दिएको के छ त्यो लेख्ने। fx इज इक्वल टु मा 7x - 1 दिएको छ अनि र अर्को के दिएको छ कि gx इज इक्वल टु मा 2x - 3 डिवाइड बाइ 5 दिएको छ। यहाँ के भनेको छ g इन्भर्स, त g इन्भर्स निकाल्ने ठीक छ। fx त यहाँ छदै छ fx अनि fx यहाँ छदै छ, त fx ननिकाल्ने g इन्भर्स निकाल्ने ठीक छ। त्यहाँ लेख्ने g इन्भर्स को लागि ठीक छ, यसको लागि हामी निकालिरहेका छौं हैन। त gx इज इक्वल टु के लिने यहाँ के दिएको छ 2x - 3 डिवाइड बाइ 5 दिएको छ ठीक छ। लेट गर्ने सेम के कि मानौ यसमा मानौ कि y इज इक्वल टु मा gx त्यसपछि इम्प्लाइज x इज इक्वल टु g इन्भर्स y ठीक छ। मान पुट गर्ने यहाँ त gx को सट्टामा y पुट गर्ने y इज इक्वल टु 2x - 3 डिवाइड बाइ 5। अब यहाँबाट के गर्ने कि x को मान निकाल्ने। यहाँबाट x को मान 5 ले यसमा मल्टिप्लाई गर्ने, 5 ले त के भयो यहाँ और 5y इज इक्वल टु मा 2x - 3 भयो। -3 इक्वल टु भन्दा यो साइड आउँछ भने प्लस भइहाल्छ और 5y + 3 इज इक्वल टु मा 2x यो 2 ले डिवाइड गरिदिनु। त 5y + 3 डिवाइड बाइ 2 इज इक्वल टु मा x। त x को मान कति आयो 5y + 3 डिवाइड बाइ 2 आयो ठीक छ x को मान। त यहाँ x इज इक्वल टु के छ कि g इन्भर्स y। अब त्यो x को सट्टामा यो g इन्भर्स y पुट गर्नु पर्छ, यो कुरा ध्यानमा राख्ने ठीक छ नि। त पुट गर्ने और 5y + 3 डिवाइड बाइ 2 इज इक्वल टु के छ g इन्भर्स y। त g इन्भर्स y ठीक छ। यहाँ पनि y छ अनि यहाँ पनि y, यो दुवै y लाई के x ले रिप्लेस गरिदिनु ठीक छ। त और त 5x + 3 डिवाइड बाइ 2 इज इक्वल टु g इन्भर्स x। त g इन्भर्स x कति आयो 5x + 3 डिवाइड बाइ 2 आयो g इन्भर्स x। अनि यहाँ fx त हामीहरुलाई के गिवन दिएको छ, क्वेशनमा नै छ। त्यसपछि के लेख्ने प्रश्न अनुसार प्रश्नमा के दिएको छ कि g इन्भर्स fx दिएको छ। त्यहाँ लेख्ने के अब प्रश्न
अनुसार ठीक छ के छ कि जी इन्भर्स एफएक्स दिएको छ ठीक छ जी इन्भर्स एफएक्स दिएको छ त्यसलाई हामी के लेख्न सक्छौं कि जी इन्भर्सलाई बाहिर अनि एफएक्स लाई भित्र यसरी लेख्न पाइन्छ ठीक छ नि त एफएक्स कति दिएको छ यसमा त एफएक्स दिएको छ 7x - 1 त्यहाँ एफएक्स को सट्टामा 7x - 1 पुट गर्ने इज इक्वल टु जी इन्भर्स यो दुवै ब्र्याकेट जस्ताको त्यस्तै छ यो बीचमा एफएक्स को मान पुट गर्ने 7x - 1 7x - 1 भयो ठीक छ यति अब यहाँबाट के गर्नुपर्छ हामीहरुलाई जी इन्भर्स जुन फलन दिएको छ 5x + 3 डिवाइड बाइ 2 यसको यो x को सट्टामा गएर यो सबै मान लिएर पुट गर्नुपर्छ ठीक छ नि भन्नुको अर्थ यो सबै मान लिएर जी इन्भर्स फलन को x को सट्टामा यहाँ पुट गर्ने ठीक छ नि त पुट गर्ने सबै मान त के हुन्छ यसमा कि 5 टाइम्स 7x - 1 अनि प्लस 3 डिवाइड बाइ 2 मैले के गरे यो x को सट्टामा यो सबै मान पुट गरिदिए ठीक छ अब सल्भ गर्ने यसलाई त के भयो 35x - 5 प्लस 3 डिवाइड बाइ 2 फेरि सल्भ गर्ने त 35x हैन यो सल्भ हुँदाखेरि -2 अनि यहाँ डिवाइड बाइ 2 आयो ठीक छ त यति छ त्यसको मान पत्ता लगाउनुहोस् भनेको छ यति हामीहरुको आन्सर आयो त जी इन्भर्स fx कति आयो यो हामीहरुको आन्सर आयो ठीक छ त यही तरिकाबाट हामीहरु क्वेशन नम्बर 6 को क लाई सल्भ गर्यो तर सेम तरिकाबाट हामीहरु क्वेशन नम्बर 6 को ख लाई पनि सल्भ गर्न सक्छौ र क्वेशन नम्बर 6 को ग लाई पनि सल्भ गर्न सक्छौ सेम तरिका छ ठीक छ यो दुवैको क्वेशनलाई म यहाँ बनाइदिन्छु अनि अलि सम्झाइदिन्छु त्यो क्वेशन को आन्सर तपाईहरु आफ्नो कपीमा नोट गरिलिनु त्यस्तै क्वेशन नम्बर 6 को ख मा के सोधेको छ यसमा यदि fx = 4x - 3 र gx = x + 2/5 एक सम्पूर्ण फलनहरु भए f इन्भर्स g इन्भर्स 2 को मान पत्ता लगाउनुहोस् ठीक छ यसमा के दिएको छ दुईवटा फलन दिएको छ अनि त्यो दुईवटा फलनको के विपरीत फलन निकालेर त्यसपछि त्यो दुवैलाई फेरि संयुक्त फलन निकाल्नु पर्छ अनि लास्टमा गएर त्यो त्यहाँ x को सट्टामा 2 मान पुट गरेर त्यसको मान निकाल्नु छ हामीहरुलाई ठीक छ त त्यसलाई यो तरिकाबाट तपाईहरु सल्भ गर्नु ठीक छ नोट गरिलिनु यो पहिला यो त्यसपछि यो अनि त्यसपछि यो नोट गर्ने ठीक छ हामीहरु के गरे कि f इन्भर्स x को लागि हामीहरु लिए ठीक छ त fx = के छ 4x - 3 यहाँ मैले y पुट गरे अनि सल्भ गर्दाखेरि कति आयो f इन्भर्स x आयो x + 3/4 आयो ठीक छ f इन्भर्स x त्यस्तै g इन्भर्स x लाई हामीहरु सल्भ गरे त यो कति आयो g इन्भर्स x 5x - 2 आयो ठीक छ अब यो दुवैको संयुक्त फलन निकाले यहाँ मैले त कति आयो यो दुवैको संयुक्त फलन 5x + 1/4 अब हामीहरुलाई f इन्भर्स g इन्भर्स 2 पनि निकाल्नु छ त x को सट्टा मैले यहाँ 2 पुट गरे त यहाँ पनि के यो x को सट्टामा 2 पुट गरेर सल्भ गर्दाखेरि 11/4 मेरो आन्सर आयो ठीक छ त्यस्तै अब हामी क्वेशन नम्बर 6 को ग मा आयो यसमा के सोधेको छ कि gx = यति दिएको छ र hx = यति दिएको छ ठीक छ भए gh को होल टु द इन्भर्स x र hg को होल टु द इन्भर्स x को मान पत्ता लगाउनुहोस् ठीक छ नि त यसमा पहिला हामीहरुलाई के gh निकाल्नु पर्छ यो gh दिएको छ gh यसलाई हामी goh पनि लेख्न सक्छौं ठीक छ नि यसमा मात्र gh दिएको छ त्यसलाई फर्स्टमा निकाल्नु पर्छ gh लाई त मैले gh लाई निकालेghx मैले लेखिदिए यो g लाई बाहिर यो र यो hx लाई भित्र मैले गरे hx जति दिएको छ मैले यहाँ पुट गरे अनि सल्भ गरेर कति मैले gh को मान निकाले फर्स्ट में ठीक छ त gh को मान कति आयो 5x/x + 2 आयो ठीक छ त्यसपछि यहाँ यसलाई के वाइलेट गर्ने अनि सेम अगाडिको प्रोसेस गरेर यसको विपरीत फलन निकाल्नु पर्छ त हामीहरु यतिको सट्टामा के वाइलेट गरे यति भयो x = के भयो
GH इन्भर्स y भयो ठीक छ। अनि यसको साटामा मैले यहाँ y पुट गरेर यहाँबाट x को मान निकाले, x को मान के भयो -2y बाइ y -5 आयो ठीक छ। अब x को मान फर्काउने के छ कि x GH को होल टु द युनिभर्स y, यो मान यहाँ पुट गर्ने, मैले यहाँ पुट गरे ठीक छ। यहाँ छ y, यहाँ पनि y छ, यो y को साटा मैले x पुट गरिदिए, यहाँ पनि x पुट गरिदिए, त GH होल टु द युनिभर्स x कति आयो, यो मेरो एन्सर आयो ठीक छ। यदि यति एन्सर छैन तिमीहरूको बुकमा दिएको, त यसको एन्सर अर्को भइहाल्छ 2x बाइ 5 माइनस x, यो भइहाल्छ। किनभने हामीहरू यहाँबाट माइनस कमन लिएर त्यो माइनस अनि यो माइनस क्यान्सल गरिदिए तब यति एन्सर आउँछ ठीक छ नि, त त्यो हामीहरूको एन्सर भयो। त्यस्तै सेम प्रोसेसबाट तपाईहरु यसलाई पनि सल्भ गर्न सक्छु, GH होल को इन्भर्स x लाई निकाल्न सक्छु ठीक छ। त यो तपाईहरु आफै सल्भ गर्नु। त्यस्तै अब हामी क्वेशन नम्बर 7 को क मा आयो। यसमा के सोधेको छ कि fx = 2x - 3 र gx = 2x - 7/3 एक सम्पूर्ण फलनहरू हुन्। यदि f(x) = g इन्भर्स x हुँदा x को मान पता लगाउनु होस् ठीक छ। त्यसलाई कसरी सल्भ गर्ने, फर्स्टमा के लेख्ने, समाधान ठीक छ नि, के लेख्ने समाधान। अनि यहाँ त्यसमा दिएको के छ, यसमा कि fx दिएको छ र gx दिएको छ, त्यो यहाँ लेख्ने। त fx = 2x - 3 र अर्को के छ gx = 2x - 7/3 दिएको छ ठीक छ। के निकाल्नु छ, फर्स्टमा ffx निकाल्नु छ ठीक छ। त फर्स्टमा ffx निकाल्ने ठीक छ यहाँ। त ffx ठीक छ, त्यसलाई के गर्नुपर्छ, एउटा f लाई भित्र र एउटा f लाई बाहिर गर्ने। त यो f लाई बाहिर अनि यो f लाई भित्र गर्ने ठीक छ, गरे। अब fx को मान कति दिएको छ, यसमा fx को मान दिएको छ 2x - 3, त fx को साटामा 2x - 3 मान पुट गर्ने यहाँ ठीक छ नि। त = f 2x - 3 भयो। अब यो मान लिएर f फलनको x को साटामा पुट गर्ने, यो मान लिएर f फलनको यो x को साटामा पुट गर्ने, फेरि 2 टाइम्स के भइहाल्छ कि 2x - 3 अनि -3 मल्टिप्लाई गर्ने, 4x - 6 - 3 = 4x - 9 भयो। के भयो, ffx यति आयो ठीक छ। त्यसपछि हामीहरूलाई के निकाल्नु छ, g इन्भर्स x। त्यहाँ के लेख्ने कि g इन्भर्स x को लागि ठीक छ, यसको लागि। त gx कति दिएको छ, यसमा gx = दिएको छ 2x - 7 अनि डिभाइड बाइ 3 मान्ने, मानौ के मान्नौ, यसमा हामीहरू कि y = gx मान्नु पर्छ, इम्प्लाइज x = g इन्भर्स y ठीक छ। मान पुट गर्ने, अब यहाँबाट मान पुट गर्ने, यसमा कि यो gx को सट्टामा y पुट गर्ने और y = 2x - 7/3 मल्टिप्लाई गर्ने और 3y + 7 = 2x भयो और x = 3y + 7/2। x को मान यति आयो, फेरि मान फर्काउने x को, x = के छ, g इन्भर्स y, मान पुट गर्ने, g इन्भर्स y = 3y + 7/2 भयो ठीक छ। यहाँ x पुट गर्ने, यहाँ पनि x, त और g इन्भर्स x = 3x + 7/2। त g इन्भर्स कति आयो, यति आयो, ffx यति आयो ठीक छ। यो दुवैलाई के इक्वल गर्ने। त प्रश्न अनुसार के दिएको छ, ffx = g इन्भर्स x, यहाँ लेख्ने। अब ffx 4x - 9 = यो 3x + 7/2 और अब फेरि सल्भ गर्ने, यहाँबाट यो 2 ले यो दुवैमा मल्टिप्लाई गर्ने, कति भइहाल्छ, 2 ले मल्टिप्लाई गर्दाखेरि यो कति जान्छ 8x अनि -18 = 3x + 7 भयो ठीक छ। 2 ले यसमा मल्टिप्लाई गर्दाखेरि यति आयो। त्यसपछि यो x र यसलाई एक ठाउँमा 8x - 3x and = 7 + 18 = 25 भयो और सब्ट्र्याक्ट गर्दाखेरि 5x = 25, x को मान निकाल्नु छ, x = 25 डिभाइड बाइ 5 = 5। त देयरफोर x = 5 हामीहरूको एन्सर आयो। यो x को मान कति आयो, 5 आयो, x को मान कति आयो,
5 भयो ठीक छ। त्यस्तै अब हामी क्वेशन नम्बर 7 को ख लाई सल्भ गर्छौं र क्वेशन नम्बर 7 को ख सेम क्वेशन नम्बर 7 को क जस्तै क्वेशन छ ठीक छ। के भनेको छ कि fx दिएको छ यसमा पनि gx दिएको छ। एक एक सम्पूर्ण फलनहरु हुन् यदि ffx र g इन्भर्स x भए x को मान पत्ता लगाउनुहोस्। जुन यसमा सोधे थियो सेम यसमा पनि सोधेको छ, मात्र fx र gx को मानमा मात्र फरक छ, नत्र सबै थोक के सेम छ यसमा। यही प्रोसेसले यसलाई पनि सल्भ गर्नुपर्छ अनि यो क्वेशन तपाईहरु आफै सल्भ गर्नु ठीक छ। म क्वेशन नम्बर ग लाई अलि हिन्ट दिइहाल्छु कि कसरी यसलाई सल्भ गर्ने ठीक छ। यो क्वेशन पनि इजी छ ठीक छ। त्यसमा के दिएको छ कि fx दिएको छ र gx दिएको छ। एक एक सम्पूर्ण फलनहरु हुन् यदि f g इन्भर्स x 6 भए x को मान पत्ता लगाउनुहोस् ठीक छ। त्यसमा के छ कि f त छदै छ तर g इन्भर्स निकाल्नु पर्छ हामीहरुलाई ठीक छ। त यसलाई के यहाँबाट हामीहरु g इन्भर्स निकाल्न सक्छौं। त के आउँछ कि 2x भयो अनि प्लस 5 भयो। त यो हामीहरुको आयो के g इन्भर्स x 2x प्लस 5 भयो, g इन्भर्स x आयो ठीक छ। अब हामीहरुलाई के निकाल्नु छ f g इन्भर्स x त भन्नु पर्छ यो g इन्भर्स लाई भित्र लेख्ने अनि यो f लाई बाहिर। त f बाहिर भयो g इन्भर्स भित्र भयो ठीक छ। इज इक्वल टु मा यो मान कति दिएको छ 2x प्लस 5 त f 2x प्लस 5 भयो। अब यो सबै मान लिएर f फलन को x को सट्टामा पुट गर्ने यहाँ पुट गर्ने ठीक छ नि। त कति आउँछ यहाँ मान पुट गर्दाखेरि कि 2x प्लस 5 आ फेरि प्लस 1 अनि डिभाइड बाइ 2 छदै छ ठीक छ। त कति आउँछ यहाँबाट कि म यहाँ सल्भ गर्छु यसलाई। अब यहाँबाट कति आउँछ कि 2x प्लस 6 डिभाइड बाइ 2 कमन लिँदाखेरि कति जान्छ कि 2x प्लस 3 डिभाइड बाइ 2 यो क्यान्सल इज इक्वल टु x प्लस 3 भयो ठीक छ। अब यति इज इक्वल टु के दिएको छ सरी यति इज इक्वल टु के दिएको छ 6 दिएको छ ठीक छ। त यो सबै कसको इक्वलमा आयो कि f g इन्भर्स x को इक्वलमा आयो। यति इज इक्वल टु 6 यसको सट्टामा 6 पुट गर्ने इज इक्वल टु x प्लस 3 यो 3 इक्वल टु भन्दा यो साइड आउँछ भने माइनस इज इक्वल टु मा x त 3 इज इक्वल टु मा x देयरफोर x इज इक्वल टु 3 यो मेरो आन्सर आयो ठीक छ। त यो तरिकाबाट तपाईहरु यसलाई सल्भ गर्न सक्छौ अनि यो सबै थोके नोट गरेर राख्नु ठीक छ। त आजको लागि यति नै, फेरि हामीहरु भेटौला अर्को भिडियोमा। तबसम्म तपाईहरु पढ्दै गर्नु होला ठीक छ। म एउटा कुरा भनेका थिए कि कुनै पनि फलन दिएको छ त्यो फलनको विपरीत फलन निकाल्ने 3 वटा तरिका लास्टमा सिकाउँछु त्यो भने थिए ठीक छ। त यो सिकाउँदाखेरि यो भिडियो अलि लामो भइहाल्छ। त्यो बुझ्नको लागि र सिक्नको लागि तपाईहरु मेरो अर्को च्यानलमा गएर त्यसलाई हेर्न सक्नु हुनुहुन्छ ठीक छ। त्यो भिडियोको लिंक मैले डिस्क्रिप्सनमा दिएको छु, त्यहाँबाट तपाईहरु हेर्न सक्नुहुन्छ अनि त्यो मेरो अर्को च्यानललाई पनि सब्स्क्राइब गरिलिनु।